हेलो एभ्रिवान, नमस्ते। फ्याबुलस सेवानी सबैजनालाई होइन, साथसाथै मेरो युट्युब च्यानलमा होइन अनि फेसबुक पेजमा तपाईँहरूलाई स्वागत छ फेरि फेरि वन्स अगेन। होइन, मैले चाहिँ यो भिडियो किन बनाएको भन्दा चाहिँ नि कस्तो भएर चाहिँ नाटे अन्त मैले चाहिँ यो भिडियो किन बनाएको भन्दा चाहिँ मैले यो भिडियो बनाएको रिलेटेड चाहिँ न्युली ममहरूको लागि बनाएको। किनभने अब म पनि मम होइन, न्युली ममै हो। अन्त मैले चाहिँ किन बनाएको भन्दा चाहिँ अब कतिवटा बेबीसँग रिलेटेड कुराहरू मलाई याद थिएन होइन। जब मेरो नानी 10 डेज 15 डेजहरूको हुँदा चाहिँ बिमारी भएर हामीले दार्जिलिङ लगेँ होइन, त्यसबाट सिलगढी लानु पऱ्यो होइन। त्यो धेरै कुराहरू अब सिकेँ क्या मैले, अब नानी ह्यान्डल कसरी गर्नु। त्यहाँदेखि अहिले चाहिँ मजाले ह्यान्डल गर्छ, बिमारहरू हुँदैन, भगवान नहोस् पनि होइन। अब नानीहरू बिमार भयो भने कस्तो हुन्छ आमाहरूलाई होइन, त्यो चाहिँ अहिले फिल हुँदैछ मलाई होइन। अन्त मैले जानेको कुरो चाहिँ तपाईँहरूसँग सेयर गर्नु खोजेको होइन। यो चाहिँ अब त्यो भ्लग पनि होइन, कुनै अब त्यस्तो त्यो भिडियो पनि होइन, फनी भिडियो केही होइन, डान्स भिडियो केही होइन। जस्ट यो चाहिँ मैले मेरो अब मलाई परेको प्रब्लम्सहरू होइन, त्यो सल्भ भएको होइन, कतिवटा मैले जानेको कुरो चाहिँ तपाईँहरूमाथि राखेर सेयर गरेको। सो हेरिदिनुहोस् होला लास्टसम्म होइन। फर्स्ट हाम्रो नानी चाहिँ होइन 10 डेज कि 15 डेजको हुँदा चाहिँ हामीले दार्जिलिङ हस्पिटल लगेको थिएँ होइन। हामीलाई आइडियै थिएन कता लानुपर्ने होइन, नानीको अब डक्टर कहाँ राम्रो छ, बेस्ट छ, अब त्यस्तो केही पत्तो थिएन। किनभने अब हामी नानीको आमा भएपछि चाहिँ सबै कुरो बेस्टै चाहिन्छ नि त हामीलाई अभियसली होइन। अब नानीको लुगाफाटादेखिको लिएर डक्टरहरू पनि बेस्टै होस् होइन, अब नानीको लागि सबै होस् भन्ने चाहन्छ नि त होइन। चाइल्ड स्पेसलिस्ट अब बेस्टै होस् भन्ने हुन्छ नि त। तर पनि हामीले त अब मैले त सोचेँ दार्जिलिङ नजिक पनि हो होइन, अन्त वेदर पनि त्यस्तो ठिकैकै हुन्छ भनेर लोगेँ। विन्टरकै टाइम थियो अन्त लोगेँ होइन। दार्जिलिङ त कस्तो साह्रो परेको हामीलाई डक्टर भेट्नु, अब हुन्छ नि अब फर्स्टमै एपोइन्टमेन्टहरू लिनु पर्दो रहेछ होइन। टोकन नम्बरहरू पनि ढिलो पाएर तर ठिकै छ पाएँ होइन। अन्त डक्टरहरू देखाएँ। त्यति बेला मेरो बेबी सानो थियो, 10 डेज कि 15 डेजको, मैले 12 डेज यस्तै बिचकै छ होइन। अन्त मेरो हस्बेन्ड पनि थियो, हामी गएर देखायो भयो। उसलाई चाहिँ पुरा नाक बन्द भएको थियो होइन, चिसो लागेको होइन हौ, सर्दी अब हुन्छ नि, सर्दी लागेर नाक बन्दहरू भएको थियो होइन। अब सानो नानीमा त नाकहरू पनि सानो सानो हुन्छ नि त, उनीहरूको त्यो दुलो नाकको दुलोहरू पनि सानो सानो हुन्छ होइन। उनीहरूलाई ब्रिथिङ प्रब्लम भएको जस्तो भएको थियो, अब हुन्छ नि त्यो सर्दी बेसी लागेर। अन्त न्यु बर्न बेबीहरूको चाहिँ दबाई पाउँदैन रहेछ। अन्त डक्टरले हामीलाई कराउनु पनि भयो, पुरा जोगाउनु, यता जतासुकैलाई नदिनु है। अब उनीहरूले मुखहरू छेउछेउमा बेबीको नल्याउनु, एकदम सेन्सिटिभ हुन्छ, इम्युनिटी पावरहरू कम्ती हुन्छ भन्ने भन्नुभयो होइन, कराउनु पनि भयो डक्टरले। अन्त हामीले चाहिँ त्यही चिसो लागेर लिएको यस्तो यस्तो भन्दै भने होइन। नानीहरू न्यु बर्नको अब कुनै दबाईहरू पनि पाउँदैन होइन, जोगाउनुपर्छ तिमीहरूले नै, प्यारेन्ट्स भएर तिमीहरूले नै जोगाउनुपर्छ, सेनिटाइजरहरू युज गर्नु भन्थ्यो, त्यो त युज गर्थेँ होइन। अन्त तर पनि त्यहाँ चाहिँ के भन्नुभयो डक्टरले, अब कुनै दबाईहरू पाउँदैन, मेडिसिनहरू पाउँदैन, यस्तै कन्टिन्यू भएपछि एडमिट गर्नुपर्छ भन्नुभयो। तर हामीलाई डक्टरले चाहिँ धेरै राम्रो सजेसन दिनुभयो है। डक्टर कस्तो राम्रो हुनुहुन्थ्यो दार्जिलिङको होइन, लेडी डक्टर हुनुहुन्थ्यो, नाम त मैले भुल्लेँ होइन। अन्त कहाँ देखाएको थियो पनि भुल्यो, त्यहाँ माथि कता हो थियो होइन, चिन्दिनँ नि त दार्जिलिङ त्यस्तो राम्रो सिलगढी भन्दा चाहिँ। अन्त हामी के सिकाउनु भयो भन्दा चाहिँ नानीहरूलाई जब न्यु बर्न बेबीहरूलाई चिसो लाग्छ होइन, खोकी लाग्छ, चिसो लाग्छ, नाक बन्दहरू हुन्छ होइन, अब त्योहरू चाहिँ सबै चिसोले गर्दा भएको अरे। विन्टरमा के हो मजा जस्तो विन्टर भएकोले कारणले गर्दा चाहिँ सबले चिसो लागेर चाहिँ भएको अरे, खोकीहरू लाग्छ। त्यहाँदेखि चाहिँ मेन कुरो चाहिँ हामीलाई के सिकाउनु भयो, तेल हामीले सेक्दै तर पनि ज्वरोहरू आउँछ भने नसेकी थिएँ नि त। अन्त चाहिँ तेलमा चाहिँ लसुन हालेर, मैले त त्यस्तो कहिले त सुनेको थिइनँ हो। नानीले होस् लसुन खारेर चाहिँ, तेल खारेर चाहिँ लसुन हालेर सेक्नु पर्दो रहेछ होइन। नानीलाई चाहिँ खोकी सर्दी चट्टै हुँदैछ, त्यो त मैले माने होइन। डक्टरले हामीलाई दबाई पनि त्यस्तो दिनु भएन, दिनु त भएको थियो तर पनि अब बेसी भयो भने चाहिँ खिलाउनु नभए नखिलाउनु भन्नुभएको थियो होइन। सेक्नु पुरा सेक्यो होइन। नम्बर 1 त त्यो सेकेरै जाति भयो हाम्रो नानीलाई, खोकी सर्दी नाक बनाउनु सबै जाति भयो होइन। लसुन हालेर चाहिँ मजाले खराएर चाहिँ सेक्नु पर्दो रहेछ, पैँतला ब्याक साइड यस्तो, टाउको हात यस्तो, हातको यो भयो नि यो सबै सेक्नु पर्दो रहेछ, पैँतला बुढी ब्याक साइड सबै होइन। अन्त नानीलाई चट्टै भयो होइन, त्यो खोकी त हरायो। त्यहाँदेखि फेरि उसलाई त्यो सर्दी त राम्रो जाती भएन होइन, फेरि भयो। म उता माइदामा गएको थिएँ, फेरि भयो। अन्त फेरि सिलगढी गएँ होइन। नेचरल ड्रप त पाउँछ त्यो होइन, तर त्यो चिसो हुन्छ, त्यो चाहिँ हामीले गरम पानीमा तताको त्यो तातो पानीमा डुबाएर तातो बनाएर, हल्का तातो बनाएर नाकमा हालिदिनु पर्दछ। या फिर डक्टर सापकोटा कस्तो यति राम्रो हुनुहुँदो रहेछ, तल हेरिटेजमा बस्नुहुन्छ हस्पिटल होइन,
उहाँले चाहिँ भन्नुभयो, हामीले सेकेन्ड टाइम चाहिँ सिलगढी लग्यो नि त, अन्त उहाँले भन्नुभयो गरम पानीमा चाहिँ नुन कम्ती हालेर नाकमा 2-3 थोपा लगाइदिनु, सर्दी लाग्दैन, नाक खोलिन्छ, उसलाई ब्रिथिङमा प्रब्लम हुँदैन, सबै जाति हुन्छ भने कि त्यहाँदेखिको हामीले घरमा आएर चाहिँ ड्रप पनि लगाइदिएन होइन, थियो ड्रप हामीले ल्याएको थिएँ, तर नुन पानी नै गरम पारेर नाकमा तप तप चुहाइदिन्थ्यो हामीले सर्दी लाग्दै पछि। त्यहाँदेखिको हाम्रो नानीलाई सर्दीहरू पनि छुटकारा भयो कि अहिले चाहिँ केही भएको छैन, नहोस् पनि होइन, तर नानीहरूलाई चाहिँ अब दबाई पाउँदैन नि त, त्यही भएर चाहिँ त्यो चाहिँ घरेलु उपाय भनौँ न है, डक्टरले सिकाइदिनु भयो। धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच होइन तपाईँहरूलाई, डक्टरहरूले चाहिँ यस्तो राम्रो ज्ञान दिनुभयो होइन। जति पनि डक्टर भेटेँ मैले राम्रै भेटेँ, बिचमा मैले एकजना भेटेँ होइन, भन्दिनँ, ऊ चाहिँ कस्तो अब हुन्छ नि राम्रो पनि नहेरी एडमिट गर्नुपर्छ यस्तो उस्तो भन्नुभयो होइन, त्यो त मलाई मन पनि परेन। अब न्युबर्न बेबीहरूलाई कसले एडमिट गर्छ भन्नुहोस् त, उनीहरूलाई त अब दबाईले हुन्छ कि घरेलु के हुन्छ जाति हुनु पऱ्यो नि त है। सो मैले चाहिँ यो चाहिँ तपाईँहरूलाई भनेको होइन। अन्त नानीलाई अब जति 6 महिना बाद त खानाहरू खिलाउँछ होइन, अन्त चिनीहरू त केही नदिनु भन्दो रहेछ नि त, मैले त हल्का दिँदै थिएँ नदिनु अरे होइन। त्यसको बदली त हामीले एप्पल अभियसली गुलियो हुन्छ, त्यो एप्पल चाहिँ सानोबडे काटेर खिचडीमा या फिर खिचडी नभए पनि अरू अब ओट्सहरू दिँदा होइन, सुजीहरू दिँदा त्यसमा चाहिँ मिक्स गरेर दिनु, अन्त चाहिँ खान्छ नानीले। फ्रुट्सकै गुलियोले चिनीहरू चाहिँ एभोइड गर्नु भने होइन, हुनु पनि ठिकै कुरो हो होइन, त्यस्तै गर्नु पर्दो रहेछ हामीले होइन। अब कतिवटा हामीले ह्यान्डल गर्नु सक्दैन नि त, याद हुँदैन होइन, तर न्युबर्न बेबीहरू जब ठुलो हुँदै जान्छ तब चाहिँ थाहा पाउँदो रहेछ होइन। यो चाहिँ मैले बुझेको कुरा चाहिँ अब जानेको कुरा तपाईँहरूसँग सेयर गरेको। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई।